ल है त हामी फेरि आइसकेको छौँ 12 बजेको काममा। हाम्रो सिमेन्टी बोक्दै है डेलिभरी गर्नुको लागि गइरहेछौँ हामी अहिले फिलहाल हैन। यस्तो घाममा 150 बोरा बोकेर जाँदैछौँ हामी अहिले फिलहाल दमकको पुलमा, रतुवा पुलमा छौँ है। भाइले भन्नु पछाडि जाने अरे, लु हामी चाहिँ पछाडि जाने अरे। अगाडि भिडियो राम्रो आएन, सो पछाडि आयौँ। पछाडि आइसके पछाडि तपाईँहरूलाई मैले देखाउनको लागि है हाम्रो यो दमकको पुल निर्माण भइरहेछ। अहिले कामहरू जारी भइरहेछ। यस्तो पुल बनाइरहेछ नयाँ है। दमक जाँदै गर्दाखेरि अगाडि यस्तो सिचुएसन आयो कि हैन, हेरिरहनु होला हैन। यस्तो घाममा म यसरी हिँड्दै थिएँ, मान्छेले छक्क परिरहेको थियो। भाइले चाहिँ यसरी टाउकोमा बोकेर हिँड्दै थियो। त्यसै गरी हामी अहिले फिलहाल आइसक्यौँ दमकको रिङ रोड है। दमकको यो रिङ रोड आफै है। मलाई पनि घाम लागेर म पनि यसरी यो लाएर हिँड्दैछु है, देउलिया बाँधेर हिँड्दैछु। अनि साइडमा त जानु पर्यो, डेलिभरी दिनु पर्यो। अर्डरको माल आएपछि त अब घाम नपानी भनिकन त जानु पर्यो। सो जाँदै हामीले यसरी सिमेन्ट बोक्छौँ है। हाम्रो मामाले चाहिँ दिनुहुँदै थियो, यो भाइले चाहिँ बोक्दै थियो। एक तल्ला माथि लादिनु अरे। म पनि एक तल्ला बोकेर त गएँ, यस्तो गलेर फाँक भइसकेको थियो है। एक तल्ला माथि बोक्दाखेरि हामीलाई एक्स्ट्रा चार्ज दिँदै हुनुहुन्थ्यो। सो हामीले 15 रुपियाँ बोराले बोक्दै थियौँ, प्लस अझै एक तला माथि बोकेको अझै 15 रुपियाँ भयो। सो हामी यसरी गर्दै हामीले 30 बोरा यहाँ डेलिभरी दिइसक्यौँ। दिइसकेर हामी फर्किन लाग्यौँ है। फर्किन लागेपछि हामीले अर्को ठाउँमा डेलिभरी दिइसकेर सबै सकेर यहाँ कृपाल पट्याउँदैछौँ। त्यसै गरेर हामी फेरि लाग्यौँ त अर्को ट्रिपमा है। अर्को ट्रिपमा लागेपछि हामी सबैजना बेलुकाको साँझमा यसरी जाँदैछौँ। यहाँ चाहिँ 100 बोरा मात्रै लिएर जाँदैछु, तर धेरैजना गइरहेछौँ अहिले चाहिँ, किनभने सबैजना एकैचोटि भेला भइयो। अहिले जाँदैछौँ हामी डेलिभरी दिन फेरि 100 बोरा। 100 बोरा दिँदै है साँझ भइसकेको थियो। सो म घर आएँ। यहाँ मेरो वाइफले चाहिँ चटपटे खाँदो रहेछ। अनि मेरो छोरीले मलाई कस्तरी हेरिरहेको थियो, नचिने यस्तो, किनभने म भूत भएर आइरहेको थिएँ है। अनि मलाई चटपटे खानु अरे दियो। ल म चाहिँ नखाने भनेर भनेको। बाबुले चाहिँ पैसा माग्नु आयो। पैसा माग्नु आएपछि मैले दिएँ है त। यसरी गन्दै थिएँ, गन्दा हैन। आजको सेलेरी हो यो चाहिँ, आजको कमाइ। अनि यसरी कमाउँदै दिँदै थिएँ। मेरो छोरोले चाहिँ यहाँ हेर्नु न, लिने अरे पैसा अरे। पैसा लिएर पैसा आफ्नो लियो अनि मम्मीलाई दिने अरे। मम्मीलाई पैसा भनेर भन्दै थियो हैन। लिएपछि अनि यसरी गयो। यसो गर्दा गर्दै है म चाहिँ अब थाकेको थिएँ। बाबुलाई पैसा दिएँ।